साथीहरू भनिन्छ नि कि आफूलाई मनपर्ने काम गर्नुहोस् कि त आफूले गरिरहेको कामलाई मन पराएर गर्नुहोस्। नमस्कार, मलाई युट्युब मार्फत हेरिरहनुभएका सम्पूर्ण श्रोताहरूमा आज पनि म सदाझै यहाँहरूमा उपस्थित भइसकेको छु। आज चाहिँ एउटा कथा छ, यहाँहरूले पक्कै सुनेर मलाई साथ दिनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास रहेको छ। आज कथाको शीर्षक रहेको छ मुर्दाको एक कथा। आइतबार बिदा थियो, सोमबार अफिस खुल्यो। कुनै प्रख्यात अन्तर्राष्ट्रिय कम्पनीले आफ्नो मूलद्वारमा एक सूचना राख्यो। त्यो मानिस जो तपाईको प्रगतिको बाधक थियो हिजो मर्यो। उसको लास चमेना गृहमा 2 बजेसम्मको लागि राखिएको छ। सबै अफिसका कर्मचारी दुखी भए आफ्नो सहकर्मीको निधनप्रति, तर कसैलाई थाहा भएन कुन सहकर्मीको चाहिँ निधन भएको हो भनेर। उनीहरू सरासर चमेना गृहमा मुडी श्रद्धाञ्जली दिनका लागि एक एक गरेर उनीहरू लास हेर्न गए। जो त्यहाँ हेरेर फर्किन्थ्यो ऊ एकदम चकित, गम्भीर र शान्त मुद्रामा देखिन्थ्यो। वास्तवमा त्यहाँ कसको लास थियो त? लास राखेको बाकसभित्र एउटा ऐना थियो ठुलो, अनि ऐनाको छेउमा एक प्लेकार्डमा लेखिएको थियो, तपाईको प्रगतिको बाधक त्यो मानिस हो जसको अनुहार तलको ऐनामा तपाईहरूले देख्नुहुनेछ भनेर लेखिएको थियो। हो नि साथीहरू, हाम्रो प्रगतिको बाधक हामी स्वयं हो। तपाईहरूलाई कसैले पनि कुनै पनि किसिमका तपाईलाई अगाडि बढ्ने क्रममा कसैले पनि तपाईलाई रोक्दैन। तपाईहरू आफैले आफैलाई रोक्ने हो साथीहरू भन्दै म बिदा चाहन्छु। नमस्कार।